सो व्हाट्सअप गाइस, कैसे हो आप सभी लोग। वेलकम बैक टु अनदर गेम प्ले भिडियो। तो साथीहरू आज चाहिँ म बिआर ऱ्याङ्क सिजन चेन्ज भएको थोरै दिन भइसक्यो अनि बिआर ऱ्याङ्कमा न्यू लन्च आइन्छ नि त अहिले डिजिटल हाल्दैछ अनि म चाहिँ यता कोटा टाउतिर झरेर डिजिटलको चाहिँ यस्तो सानो अर्सनल पाउँछ नि त, सानो अर्सनलमा पाउँछ अनि कोटा टाउमा रहन्छ अनि यता बिमा शक्तितिर है। बिमा शक्तिमा नि एक दुईवटा घर छ उताको पछाडिको पुरै छानमा नि त्यता रहन्छ अनि यता साइडतिर होला कि भनेर यता साइडतिर नि है यता नि रहन्छ फिक्स। यो घरमा चाहिँ छ होला भनेर यता छिरेको यो घरमा नि रहन्छ है त। यो घरमा नि नभएपछि अब चाहिँ म चाहिँ मार्स इलेक्ट्रिसिटीतिर अगाडि बढेँ अनि त्यो अगाडि घरमा हो त्यो घरमा चाहिँ हुनुपर्छ। त्यहाँ मास्तिर कुनै कुनै बेला दिया हुन्छ क्या सानो अर्सनल, यहाँ छ होला भनेर ट्याक्क माथि गएर हेर्दा चाहिँ अर्सनलै रहन्छ क्या यसमा नि। अनि ट्याक्क अगाडिको गाडी उठाएर मार्स इलेक्ट्रिसिटीतिर गएँ। मार्स इलेक्ट्रिसिटीमा गइसकेपछि चाहिँ अब यो साइडको दुईवटा घर छन् नि त ढलाउने घर हो, त्यो घरमा नि दिइरहेको हुन्छ क्या, यहाँ दिएको छ कि भनेर गएर हेरेँ रहन्छ। यहाँबाट एसिएटी उठाएर अर्को ढलाउने घरमा गएँ है त। अनि यहाँ नि रहन्छ, यहाँ नभएपछि अब मैले साइडमा वहाँ देखेँ है त, त्यो घरमा चाहिँ थियो होइन सानो अर्सनल। गाडी बोकेर ट्याक्क अनि त्यो सानो अर्सनलमा गएँ, गाडी रोकेर अनि यता हेरेको डेजर्टिकल चाहिँ पायो है त। देख्न सक्नुहुन्छ बिआर ऱ्याङ्कमा डेजर्टिकल लिइसकेँ मैले। अब यसको एमो कुरा गर्दाखेरि चाहिँ एमो चाहिँ मैले चाहिँ वेन्डिङ मेसिनमा गएर 90 एमो फ्रीमै पाउँछ है। 3 चोटि दिन्छ, एकचोटिमा 30 एमो हुन्छ, 90 एमो दिन्छ, 90 एमो दिन्छ। अनि त्यो डिजिटलमा 7 एमो हुन्छ, 97 एमो हुन्छ। अनिखेर डिजिटल बिआर ऱ्याङ्कमा चाहिँ रहिल्यै सजिलो हुन्छ भन्नुपर्छ, कस्टमर लाई हुन्छ नि त। यसमा त ओपन खुल्ला हुन्छ अनि डिजिटल ल्यान्ड सेल्दै हुन्छ। भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नु है।